जस्तो कुनै महिलाको अन्तिम महिनावारी पुसको 14 गते रहेछ भने हामीले चाहिँ जहिले पनि 30 माइनस 14 गर्न पर्यो। 30 माइनस 14 गर्दा 16 भयो। यो भनेको पुस भयो। माघको 30 र आज फागुनको 24 गर्दाखेरि 70 दिन भयो। 70 लाई 7 ले भाग गर्दाखेरि 10 हप्ता चाहिँ उहाँको भयो है। अनि अर्को गरम, अर्को जस्तो कुनै महिलाको अन्तिम महिनावारी मङ्सिरको 15 गते रहेछ भने हामीले 30 माइनस 15 गर्न पर्यो। 15 भयो। अनि मङ्सिर यो भइहाल्यो। त्यसपछि पुस, माघ, फागुनको आज 24 गते 49 दिन भयो। भागा 7 गर्दाखेरि 14 हप्ता 1 दिन भयो। यसरी निकाल्न सकिन्छ। अझै अर्को गरम, हजुरहरूलाई कन्फ्युज हुन सक्छ। जस्तो कुनै महिलाको अन्तिम महिनावारी चाहिँ साउनको 12 गते रहेछ। साउनको 12 भनेपछि 30 माइनस 12 गर्दाखेरि 18 दिन भयो। यो साउन भयो। भदौ, असोज, कार्तिक, मङ्सिर, पुस, माघ, फागुनको आज 24 गते गर्दाखेरि 222 दिन भयो। भागा 7 गर्दाखेरि 31 हप्ता 7 दिन भनेको लगभग 32 हप्ता जति चाहिँ उहाँको भयो। यसरी चाहिँ हामीले गर्भवती अवस्थामा गर्भको हप्ता आफ्नै मोबाइलबाट निकाल्न सक्छौँ। हजुरहरू अझै कन्फ्युज हुनुभयो भने कमेन्ट बक्समा कमेन्ट पनि गर्न सक्नुहुन्छ र मेसेज बक्समा मेसेज पनि गर्न सक्नुहुन्छ। हस्, धन्यवाद।